गाइज हेर्नु यहाँ हाम्रो केटीहरू पुरै व्यस्त छ। देखो गाइज नजारा ये लोग मासु काट रहे हैं। गाइज नमस्ते गोड लागेछि वेलकम ब्याक टु आवर युट्युब च्यानल गाइज। हजुरहरूलाई फेरि पनि स्वागत छ ममता भ्लगमा। र साथीहरू म चाहिँ एकदम सन्चै छु र होप कि हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ भन्ने आशाको साथ फेरि पनि म न्यू भिडियो एन्ड भ्लग लिएर आइसकेको छु हजुरहरूको माझमा। सो गाइज फटाफट आज हामी चाहिँ काममा व्यस्त छौँ किनभने गाइज हेर्नु यहाँ हाम्रो केटीहरू पुरै व्यस्त छ। मुर्गा बनाउँदैछ गाइज। हेलो गाइज कसैले हाई भन्दैन यार। हेलो हाय के को भोज हो? आज दिदीको दादा कटायो टोक्ने पिकनिक हो गाइस। पिकनिक अस्तिको फाइदाले आज पिकनिक। अस्तिको भ्लग हेर्नु भएको छ हजुरहरूले भने थाहा होला पक्कै पनि। अस्ति प्रोग्राम थियो नि त। अस्ति जुन कार्यक्रम राखेको थियो नि हाम्रो केटीहरूले त्यो कार्यक्रमबाट चाहिँ अलिअलि मुनाफा भएको छ अनि त्यही भएर त्यसको अब सदुपयोग गर्नु पर्यो नि त पेटमा। अनि त्यही भएर चाहिँ आज सानोतिनो रमाइलो सानोतिनो प्रोग्राम छ गाइज, अरू केही होइन। गाइज आज ये मुर्गा बनाने के लिए पार्टी खाने के लिए हमारा 200 किलो का मुर्गा टोक्ने 1.5 केजी कुखुरा मात्रै छ गाइज, धेर छैन। कुखुरै पाएन सर्टेज भएको छ अनि त्यही भएर अन्जु गएको थियो गाइज कुखुरा लिनलाई साइकलमा। जान त गएको थियो तर कस्तो बिजोकले आएको मलाई थाहा छ। तर कुखुरै पाउँदैन हाम्रो उदयपुरमा। अझै केटीहरू आएकै छैन। आन्द्रा भुडी केटीहरूलाई राखिदिनु पर्छ। यिनीहरू त गुछाए हामी यस्तै हो गाइज गाउँले। ए त कही बेला त आएर तब लाग्छ गाइज। यति छ कुखुरा हाम्रो। क्या मुर्गा छु भन्छु 8 गो 10टा कुखुरा छ गाइज। 20 केजी के दिदी? ए हलाल हो गया ये देखो तो 20 केजी के ना? 20 केजी ए बोल सुनै छ त के तू 20 केजी सुनै छ त कति त 20 केजी छ गाइज। 20 केजी मुर्गा हमरा 1 घण्टा लाग्यो। हेलो गाइज फाइनली हैन हाम्रो मासु चाहिँ तयार भइसकेको छ। ए ओए हेरौँ कही त इधर देखो ए फिक्स हो गया है। ये है 20 केजी का ऑर्डर। ये तो चटा गरा 20 केजी का ऑर्डर है ये 20 केजी का। आज का हमारा पिकनिक किधर होगा पता नहीं है और लड़की और आना बाकी ही है। देखो गाइस नजारा ये लोग मासु काट रहे हैं। ओ माय गॉड। यता हाम्रो मन्दिरको कार्यक्रम पनि जारी नै छ गाइज। आज ग्रिल लाग्छ गाइज हाम्रो मन्दिरमा। अठसाम पनि हुन्छ बहुत जल्दी। काम चलिरहेछ गाइज धमाधम। दादी देखो कखनी देखोगे करिया तो खोलल भी आ जाई छी कुत्ती चुबैया। हाय गाइज देखि न साथी सब गोरा मुर्गा सुर्गा काट के एकदम दै छौ दनादन। भूख लागि गेल छलो बहुते। सिर्फ से बैसी त हमर फुफुक लागि गेल छलो मुर्गा नचैत मुर्गा के भोटी तर खाइयो। अस्ति गाइज और जन देहा त 2000 के पार्लर वाले आई 0 के आई सो मेकअप। बमे हाथ खाइछौ कहि गई। आई के सबटा देसी स्टाइल में। हम चाहिँ ऐसी स्टाइल में गाइज हाम्रो के कलो खा लियो। अब त भात के तैयारी है छो त खुलाइ छो साफर भात नहीं पाक तो गाइज मुर्गा चूरा छो। ओ कसो भात नहीं पाक्तो त भात में थे भने त कलो में त भातै भेलै न।
यतै एकरो के देखि अलु निकाइ छौ यता भने कुटै छौ गोर्की गोर्की छौरी गोर्की गोर्की छोरी सब ताल ताल लगाइ छै और थोड़ी सी मतलब फेसल करे लागि गल छु पालिश सालिश लगाइ छु घर में अच्छा के जाने थाहा नै छै गाइस ये हमर बेटी हो या मासु लाएर रहल छौ अनि हड्डी मात्र देन्छ गाइस बेसार मतलब बेसार मात्र हाल्नु भएको छ अहिले हैन अनि इधर हाम्रो भदिनीले एकदम चलाइरहेको छ चकाचक गरी पकाउने अरे आज अन्जुले पकाएको मासु खाइदिउँ न त गाइस गएर छु ले कथाको लार बिहा हाम्रो के बैठल छियो भात खाइ ले नै दै छौ घर पटनी एने भरा छौ मासु पाइते कति कति खाइ छि लोग सब देख न कति कति खाइ छि अनि देखा नि सोना गाइस तखने खा गेलो देखि न गाइस सब एकरो के लास्ट टाइम खाइ छ उग्रल पुग्रल बुरा गेलो के बुरा गेलो पर्सन देलको त ओरा गलो सबै गोरा खा खा के भाइ गेलो हम के खाइ छियो मात्रै दुई गोरा मात्र दुई गोरा नि तीन चार गोरा छ घडी सुन सब भाइ गेलो घडी हम सुति गेली एकरो के दुईटा चाहिँ मासु खाइ वाला छ ना इटा छ मासु नै खाइ वाला के मासु घिना लाई छु के गरा खेल्नै छु ने थरुनिया छिए अब त सब चल गाइस आइ के कोही लोग एकदम बिजी छौ अनगुच्छे ल्याके सांस तलिक काम नै वराल छौ अंजू चौधरी के पकाए बने मुर्गो आनल को वह है साइकिल में लाइट के आनल को नचबो करल को काटबो करल को पकाइबो करल को नहीं काटले एने काटल को एने या से गई गोलोले मुत्यो गाइस फाइनली गाइस हामी सबैजनाले खाइसक्यौं हैन अनि आज चाहिँ के कार्यक्रम थियो भन्दाखेरि चाहिँ साथीहरु अस्ति जुन हाम्रो गाउँको किटहरुले राखेको थियो नि त अनि सानोतिनो प्रोजेक्ट थियो अनि त्यही प्रोजेक्टमा सामेल भएको थियो थारु खाना परिकार हैन अनि रीतिरिवाजहरु सबै अब बिलाउँदै गएको छ नि त लोप हुँदै गएको छ अनि त्यसलाई चाहिँ हामी कसरी संरक्षण गर्ने भन्ने बारेमा चाहिँ सानोतिनो प्रोग्राम थियो अनि त्यही प्रोग्राममा चाहिँ हाम्रो रोटी बगियाहरू के विभिन्न चौधरी थारु खाना परिकारहरू रेडी गर्नु भएको थियो नि त अनि त्यो रेडी गर्नलाई चाहिँ यहाँनिर धेरैजनाले हेल्प गर्नुभएको थियो अनि कतिले अनि पैसा अलिअलि पैसा पनि दिनुभयो धेरै गर्नेहरूलाई अनि अलिअलि गर्नेहरूलाई चाहिँ अब यसो आज चाहिँ त्यही अलिअलि खुवाइदिनु भयो हैन अनि त्यही कार्यक्रम थियो साथीहरु आज चाहिँ किनकि बिचारा रातभर खटेको थियो नि त अनि त्यसपछि आज अलिकति रमाइलो सँगै बसेर खायौं पियौं हैन अनि त्यही हो सो गाइज म चाहिँ आजको भ्लगमा हाम्रो गाउँको ठिटोलाई देखाइन आउँथ्यो खान्थ्यो गइहाल्थ्यो अनि त्यही भएर चाहिँ अनि सबैलाई देखिन हाल्नु भएको छ हजुरहरुले सो गाइज आजको कार्यक्रम चाहिँ विशेष त्यही थियो हैन अनि सबैजना खाएर चाहिँ गइसक्नु भएको छ अनि मेरो अन्जु भदैनी बिहानदेखि बिजी बिचारी 5 बजे उठेर साइकलमा गयो कुखुरा लिन त्यसपछि आयो कुखुरा लिएर अनि त्यसपछि कुखुरा पनि बनाइ त्यसले हामी पनि हेल्प गर्दियौं हैन तर त्यो जतिको चाहिँ गरिन अनि त्यसपछि पकायो त्यसले नै अचार सचार सब थोक त्यसले नै गर्यो अनि हामी चाहिँ हेल्पर मात्र थियौं अनि त्यसपछि अहिलेसम्म पनि खुवाइरहेछ अहिले पनि फुर्सद भएको छैन अब 2-4 जना मात्र बाँकी हुनुहुन्छ लगभग सबैजनाले खाइ नै सक्नु भयो हैन 2-4 जना मात्र बाँकी हुनुहुन्छ अनि त्यो कति बेला आउँछ 2-4 जना ठिटीहरू अनि त्यसपछि खान्छे अनि अन्जु चाहिँ बिजी म चाहिँ फ्री छु गाइज अहिले हैन सो आजको भ्लगमा गाइज यति नै बाइ बाइ लभ यु टेक केयर थ्यांक्स फर वाचिङ गाइज